दुःखले सिकाउने पाठ। दुःखले दिने शिक्षा किताबका पानामा लेखेको हुँदैन, त्यो मनका घाउमा लेखेको हुन्छ। संसारले धेरै ज्ञान दिन सक्छ, तर पीडाले मान्छेलाई वास्तविकता चिनाउँछ। भोक लागेको मानिसलाई रोटीको मूल्य सम्झाइरहनु पर्दैन। त्यसै गरी धोका खाएको मनले विश्वासको अर्थ धेरै गहिरो गरी बुझ्छ। जीवनका केही पाठ शब्दले होइन, अनुभवले सिकाउँछ। सुखमा धेरै कुरा सहज देखिन्छ, तर कठिन समयले मानिसलाई आफ्नो वास्तविक शक्ति देखाइदिन्छ। कतिपय मानिस आँसु पुस्दै यति बलिया बन्छन् कि पछि आउने आँधीले पनि सजिलै टाल्न सक्दैन। दुःखले मान्छेलाई तोड्न मात्र होइन, बदल्न पनि सक्छ। प्रश्न केवल यति हो, उसले पीडालाई अन्त्य बनाउँछ कि सिकाइ। अन्ततः जीवनको सबैभन्दा इमान्दार गुरु कठिन समय नै हो, त्यसले न चाप्लुसी गर्छ न झुटो आशा दिन्छ, तर एकपटक सिकाएको पाठ जीवनभरि बिर्सन